हेलो एभ्रिवान, सबैजनालाई जय मसी, गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ पनि र यहाँहरू सबैजनालाई पुनः स्वागत गर्न चाहन्छु मेरो यस च्यानलमा। तपाईँहरू कस्तो हुनुहुन्छ? आशा राख्छौँ कि सबैजना सन्चै हुनुहुन्छ होला। र आज पनि यहाँहरूको निम्ति बाइबल सम्बन्धी केही प्रश्न उत्तर भिडियो ज्ञानका कुरालाई बाँडचुँड गर्नका निमित्त लिएर आएको छु र आशा गर्छु भिडियोको अन्तसम्म रहिकन आफ्नो प्रतिक्रिया दिनुहुनेछ भनी सो ढिला नगरी आजको पहिलो प्रश्नबाट आजको यस भिडियोलाई सुरु गर्न जानेछौँ कि तपाईँ तयार हुनुहुन्छ? सो यो समय येशूलाई धोका दिने चेलाको नाम भन्नुहोस्। यसको कुनै पनि अप्सनहरू दिएको छैन। यो टाइप स्टार्ट नाउ। र यसको साथसाथै यसको समय समाप्त भइसकेको छ र यो सही जवाब रहेको छ यहुदा इस्करियोती। र फेरि पनि ढिला नगरी लागौँ आजको दोस्रो प्रश्नतिर। र प्रश्न यस समय तपाईँको मोबाइलको स्क्रिनमा देख्न सक्नुहुनेछ। 5000 भन्दा बढी मानिसहरूलाई खुवाउन येशूले कतिवटा माछा प्रयोग गर्नुभयो? सो यसको लागि अप्सनहरू यहाँहरूलाई दिइनेछ। अप्सन ए 5 रोटी 2 माछा, अप्सन बी 3 रोटी 4 माछा, 4 रोटी 1 माछा, 5 रोटी 2 माछा। यो टाइप स्टार्ट नाउ। यो बेलको आवाज सँगसँगै यसको पनि समय समाप्त भइसकेको छ र सही जवाब अप्सन ए 5 रोटी 2 माछा। सो कतिजनालाई यसको एन्सर थाहा थियो कमेन्टमा भन्नुहोला। र यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भिडियोलाई यहाँसम्म हेरिदिनु भएको लागि। भिडियोलाई मन परेको खण्डमा लाइक गरिदिनुहोस् र आफ्नो साथीहरूसँग सेयर अनि एउटा मिठो कमेन्ट पनि गरिदिनुहोस् भन्न चाहन्छु। र हाम्रो च्यानलमा नयाँ जोडिनु भएको छ भने सब्सक्राइब अनि पेजमा नयाँ हुनुहुन्छ भने पेजलाई फलो पनि गरिदिनु होला भनेर भन्न चाहन्छु। सो फेरि पनि ढिला नगरी अर्को प्रश्नतिर लागिरहेका छौँ। येशूले ठुलाहरूलाई महत्त्वपूर्ण कुराहरू सिकाउँदै गर्दा केटाकेटीहरूलाई पछाडि बस्न भन्नुभयो। यो चाहिँ सही र गलतमा जवाब दिनुपर्ने हुन्छ। यो टाइम स्टार्ट नाउ। र यसको साथसाथै यसको पनि समय समाप्त भइसकेको छ र सही जवाब अप्सन ए गलत हो यसको सही जवाब चाहिँ। सो फेरि पनि ढिला नगरी आजको तेस्रो प्रश्नतिर चौथो प्रश्नतिर यहाँलाई लिएर जान चाहन्छु। र प्रश्न यहाँहरूको मोबाइलको स्क्रिनमा अन्तिम भोजमा येशूले आफ्ना चेलाहरूलाई के गर्नुभयो? र यसका लागि अप्सनहरू रहेका छन्। अप्सन ए चेलाहरूसँग खाना खानुभयो, अप्सन बी चेलाहरूलाई शिक्षा दिनुभयो, अप्सन सी तिनीहरूको खुट्टा धोइयो, अप्सन डी चेलाहरूसँग प्रार्थना गर्नुभयो। फेरि पनि यहाँहरूको समय सुरु भइसकेको छ। र समय समाप्त भइसकेको छ र यसको सही जवाब पनि अप्सन सी तिनीहरूको खुट्टा धोइयो। येशूले तिनीहरूको चेलाहरूको खुट्टा धोएको कुरालाई पाउन सक्छौँ। र यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भिडियोलाई यहाँसम्म हेरिदिनु भएको लागि। र अब भने हामी आजको यस अन्तिम प्रश्नलाई राख्न गइरहेका छौँ। यसको कुनै पनि प्रकारको अप्सनहरू दिएको छैन। सो आशा गर्छौँ कि यहाँहरूले बाइबललाई मजाले अध्ययन गरेर यसको सही जवाब खोजेर अवश्य निकाल्नुहुनेछ भने। सो त्यो पदमा किन येशू किन रुनुभयो? र यसको लागि कुनै पनि अप्सनहरू छैन र आशा गर्छौँ कि यहाँहरूले यसको सही जवाब दिनुहुनेछ भन्ने। र यसको सँगसँगै आजको भिडियोलाई यहीँनिर अन्त गर्न गइरहेका छौँ। सो आशा गर्छौँ भिडियोलाई अवश्य मन पर्यो होला। मन पर्यो भने लाइक सेयर कमेन्ट अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब, पेजमा नयाँ हुनुहुन्छ भने फलो गर्न नभुल्नु होला भन्दै आजलाई भने मलाई दिनुहोस् इजाजत। सबैजनालाई जय मसी।